मारेर आउँछ यसलाई माझ्ने यसरी यतापट्टि हो झारा चाहिँ ओके कस्तो राम्रो चाहिँ पानी पनि ठिक्क रहेछ चाहिँ ल आज बल्ल हामी आमा छोरी खेल्न पायौँ माया भाइ सुता भएर अब के गर्ने ल भन अरू ठाउँमा नि हेर्नु पर्यो राख्नु ओके अब अरू के गर्ने त्यहाँ त राख्नु लाग्दैन ठिकै राख्नु ल अब मलाई प्लेटमा हालेर के दिने के हाल्नु लाग्छ आँप मम्मी चक्कु मार्न पर्यो कि सुरुमा हो र चक्कु छ नि त हामीसँग ए ओके हामी आमा छोरीको वाउ कस्तो राम्रो थियो मलाई कस्तो मन पर्यो धरेर के भएको छ नि तपाईँ कुन प्लेट हुन्छ मलाई त पिङ्कीमा तिमी राख मलाई ओरेन्जमा देऊ न हामीसँग ओरेन्ज पनि छ तँलाई म्याङ्गो भन्नुभयो होइन त होइन कि म अहिले खानुहुन्छ कि लाउनुहोस् मैले ओरेन्ज भन्नुभयो कुन ओरेन्ज बिग वान कि स्मल स्मल तिमीलाई राख्नु पऱ्यो नि त मैले मात्रै के खान्थेँ म नि तपाईँको पछि गर्छु ल ल ल I cut now. Be careful, eh? There you go. I need to wash first. Good job. Kati? ल पहिला सिर्फ मेरो मायाले खुवाइदिन्छु मिठो रहेछ छोरी भोलि सपिङ गरेर अर्को ल्याउनुपर्छ अझै हाम्रो ओके ल फिनिस्ड ओ ओरेन्ज पनि खाने ल ओरेन्ज पनि खाऊँ न त ल First you need to wash this out. ओरेन्जको चाहिँ बोक्रा पिल गर्नुपर्छ निकाल्नुपर्छ नि त त्यो भएर चाहिँ नवास गर्दा नि इट्स ओके तर वास गरेको राम्रो Just put this out. Do not pull the orange out. It will speed it out. ओके तर म नेपाली हो नि त छोरी हामीले घरमा हो नि त त्यही भएर नेपाली बोल्नुपर्छ क्या है वाउ Oranges. कस्तो मिठो वाउ Wow. मिठो रहेछ है We have what खरबुज था? छ खाऊँ न त के छ सबै खाऊँ मेरो मायाको पसलमा के रहेछ खरबुज अनियन छ ल त ल काट्ने हो कि तिनीहरू चाहिँ तिनवटा कुरा सबै काट्ने कहाँबाट ल्याउनु भएको त सुप्रिना चाहिँ मम्मी आमासँग यस्तो नि छ यसमा चाहिँ काटेर वाउ यसमा यसो यसो गरौँ न त यो ट्रेमा हामी सबै खानेकुरा राखौँ यहीँबाट झिक्दै खाऊँ हाम्रो भाइ छैन बिगार्नलाई त है इजी हुन्छ नि त प्लेट चाहिँदैन खानेकुरा मात्रै राखौँ यहाँ यसरी हामीसँग खानेकुरा भएको नि यहीँबाट झिक्दै खाऊँ न मम्मी हेर्न नि यो चाहिँ हाम्रो चपिङ बोर्ड हो नि हो र मेक अ चपिङ बोर्ड ओके त तिमीलाई जे मन लाग्छ त्यही गरौँ त्यसो भए अनि यो भेज वास योर भेज चाहिँ त बिन छ मसँग हो ल त ल बिन भनौँ हुन्छ यहाँ चाहिँ हो बिन ए ल ल ल भ्यायो है त्यो हाम्रो अब अरू के खाने त सुन्तला अब सुन्तला खाइ भ्याइ होइन भर्खरै होइन ए ओके फर्स्ट वास त सुन्तला And put it down here first for a second. Give it dry. आज हामी के खेल्यो यसलाई के भन्छ थाहा छ Picnic. भाँडाकुटी खेल्या भन्छ पहिला हामी नेपाल हुँदा पनि यस्तै गरी सबैजना जम्मा हामीसँग यस्तो चाहिँ थिएन हामी माटोको बनाएर खेल्थ्यौँ नि माटोको के बनाउनु चाहिँ माटोको माटोलाई लिने अनि माटोको प्लेटहरू बनाउने खानेकुराहरू बनाउने अनि यसरी हामीसँग यस्तो टोइजहरू हुन्थेन नि त पहिला धेरै चक्कु चाहिँ कसरी बनाउँथ्यो चक्कु त हामी हातले यस्तो यस्तो बनाउँथ्यौँ चक्कुहरू हुन्थेन अब अहिले जस्तो कहाँ पहिला थियो त नि अहिले त तिमीहरूसँग कति धेरै सामानहरू छ हामीसँग हुन्थेन नि छोरी तपाईँहरूको चाहिँ साह्रो हुन्थ्यो होइन हामी खुसी हुन्थ्यौँ त्यतिखेर अब अहिले चाहिँ नानीहरूकोमा धेरै सामानहरू भएको देख्दा हामीलाई कस्तो खुसी लाग्छ नि त कति धेरै अप्सनहरू छ नानीहरूसँग बाबुहरूसँग खेल्नलाई भनेर अनि हामी सबैजना जम्मा हुन्थ्यौँ अनि त्यहाँबाट सानी म अनि हाम्रो घर अगाडि अस्मिता ठुल्मम्मी भन्नुपर्छ सबैजना जम्मा भएर अनि हामी यस्तै गरी खेल्थ्यौँ ब्लक्सहरू थिएन आफै यस्तो बनाउँथ्यो अनि हामी डोरीहरू खेल्थ्यौँ गट्टा खेल्थ्यौँ ढुङ्गाको यस्तो यस्तो हातमा हामी तिमीलाई मलाई सिकाएको थियौँ थाहा तिमीलाई यसरी गट्टा यसरी यसरी गरेर खेल्ने कि गट्टा खेल्थ्यौँ अनि त्यहाँबाट हामी काठ भन्दा काठ सुँधै हिँड्ने खेल्थ्यौँ रमाइलो हुन्थ्यो यो काठहरू छुँदै छुँदै हिँड्ने कि